आजको पोडकास्टमा तपाईहरुलाई स्वागत छ। आज यो पोडकास्ट स्पेशली त्यो स्टुडेन्टहरुको लागि हो जो चाहिँ एमबीबीएस को प्रिपरेसन गर्दै हुनुहुन्छ या अथवा एउटा सपना बोकेर अहिले प्लस 2 मा हुनुहुन्छ या 10 मा हुनुहुन्छ जो चाहिँ आफ्नो जर्नी आफ्नो करियर एज अ एमबीबीएस स्टुडेन्ट र भोलिपर्सि एउटा राम्रो डाक्टरको रूपमा देख्न चाहनुहुन्छ उहाँहरुको लागि हो। हामीसँग सुशान्त दाहाल जी जोड्नु भएको छ। उहाँ चाहिँ अहिले एमबीबीएस को फर्स्ट इयरमा हुनुहुन्छ एन्ड फुल स्कलरशिप होल्डर हो। उहाँको जर्नीको बारेमा आज यो भिडियो मार्फत तपाईले थाहा पाउनुहुनेछ किनकि एमबीबीएस त्यति सजिलो छैन। स्कलरशिप पाउन धेरै मेहनतले पढ्नुपर्छ, धेरै टाइम समय दिएर एक एक कुरालाई बुझेर पढ्नुपर्छ। आजको यस एपिसोडमा तपाईहरुलाई स्वागत छ। नमस्कार, म सुशान्त दाहाल। हालसालै चिकित्सा शिक्षा आयोगले लिएको यस MECEBL परीक्षामा मैले एमबीबीएसमा 296 र्याङ्क, बीडीएसमा 88 र्याङ्क र बीपीएचमा सेकेन्ड र्याङ्क ल्याई तीनवटै विषयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए। ओके सुशान्त जी, तपाईलाई त सुरुमा धेरै धेरै धन्यवाद। तपाईले जुन एउटा करियर तपाईको थियो, तपाई चाहनुहुन्थ्यो होला एमबीबीएस पढ्नलाई, त्यसमा सिलेक्सन भएर अहिले पढ्दै हुनुहुन्छ। आजको यो भिडियोमा तपाईले आफ्नो स्टोरी स्कुलदेखिको बताइदिनु पर्छ। धेरै स्टुडेन्टहरु छन् त जो पढ्न चाहन्छ। तपाई आफ्नो स्कुलिङ, तपाईको स्कुल कुन हो, कहाँबाट पढ्नु भएको? नर्सरी चाहिँ म जन्मेकै ठाउँ झापा जिल्ला कमल गाउँपालिका 1 जुन चाहिँ क्षेत्र नम्बर 5 मा पर्छ, जहाँबाट चाहिँ अहिले हाम्रो भर्खरको प्राइम मिनिस्टर बालेन्द्र शाह पनि इलेक्टेड हुनु भएको छ। सो म त्यहाँ जन्मेको थिएँ। मैले मेरो नर्सरी त्यहीँ गरेँ। त्यसपछि चाहिँ मैले मेरो त्यति बेला चाहिँ एलकेजी र युकेजी भन्ने पनि भर्खर आउँदै थियो। त्यो बेला चाहिँ मैले केजी भनेर पढाएको थिएँ। त्यतिखेर लोअर र अप्पर भन्ने नभइकन चाहिँ मैले एउटै केजी पढेर 1, केजी र 1 भनेको चाहिँ मैले धरानमा पुलिस बोर्डिङमा पढेँ। पूर्व क्षेत्र पुलिस बोर्डिङ हाई स्कुलमा पढेँ। त्यो पछि म विराटनगर आएँ। विराटनगर आएपछि मैले श्री अन्नपूर्ण एकाडेमी भन्ने स्कुल चाहिँ मैले लगभग तपाईको 8 सम्म पढेँ। त्यहाँबाट कोशी मोडल स्कुल जुन बरगाछीमा छ, त्यहाँ मैले 9 र 10, 9 र 10 मैले त्यहाँ गरेँ। तपाई स्कुल पढ्दा तपाईको मिडियम के थियो? इंग्लिश स्कुल बोर्डिङ पढ्नु भयो कि सुरुदेखि नै नेपाली मिडियम पढ्नु भयो? अहिलेसम्म 12 सके र अहिले ब्याचलर्स जोइन गरेँ। ब्याचलरसम्म मैले प्राइभेट मात्र पढाएको छु। इंग्लिश? हजुर, इंग्लिश मिडियमबाट प्राइभेट मात्र। ओके। स्कुलमा तपाईले बताउनु भयो 2-3 वटा स्कुल पढ्नु भएको रहेछ। हजुर हजुर। तपाईको पोजिसन कस्तो थियो स्कुलमा? पोजिसन त्यस्तो नराम्रो पनि होइन। एकैचोटि 10 मा आएर म फेल भएको थिएँ। सानोदेखि राम्रै थियो पढाइ, राम्रै। त्यही फर्स्ट त म नर्सरी बाहेक कहिले भएको मलाई थाहा छैन। फर्स्ट त म कहिले भएन, सेकेन्ड सम्म भए, सेकेन्ड, थर्ड, फोर्थ यस्तै मा टप 5 भित्र लगभग आउँथे। 8 सम्म त्यही थियो। 9 देखि चाहिँ 9 को बिचबाट चाहिँ अलिअलि मेरो पढाइमा थोरै अलिअलि सुधार होइन, सुधार भएन। 9 को आधीबाट चाहिँ अलिअलि खस्किँदै गएको थियो। अब कोभिड पनि हो। अब त्यसको मेन एउटा खस्किनुको कारण भनेको चाहिँ एउटा कोभिड भयो, अर्को भनेको चाहिँ मेरो टिनेजको कारण भयो। अब अट्र्याक्सन हुन पुग्यो त्यो बेला। त्यो भएको कारण चाहिँ मेरो थोरै फ्लक्चुएसन्स आयो पढाइमा। त्यो भए पनि मैले चाहिँ ब्यालेन्समा राख्न, जुन मैले भने तपाईलाई 10 को कोभिडको छुट्टी थियो हाम्रो त्यति बेला। पुसतिर स्कुल लागेको थियो। त्यो बेला इन्स्टेन्टली एक्जाम भइहाल्यो। 100 कहिले फेल नभएको विद्यार्थी चाहिँ 100 मार्क्समा अप्सनल म्याथमा 14 आयो र सी म्याथमा सायद 28 आएको थियो 100 मा। दुईटामा फेल भएको थिएँ म, अरू कुनैमा भएको थिइनँ। यो कुरा सायद मेरो फ्यामिलीलाई पनि थाहा छैन होला, आज म भन्दैछु। अनि त्यसपछि चाहिँ मैले पढ्नुपर्छ भन्ने मलाई लाग्यो र एसई आउन लगभग 1 देखि 1.5 महिना अगाडिबाट मैले अलिक मेहनत गर्न सुरु गरेँ। चाहिँ अब अलिक मेहनत गरेर चाहिँ अलिक राम्रै, अब त्यो बेला A+ ल्याउने भन्ने थियो। अब आफू अब त्यत्रो पछाडि परिसकेको र पनि एउटा कन्फिडेन्स लिएर गएँ। राम्रो पढ्न त मैले प्रिपेयर राम्रो गरेको थिएँ, तर एज एक्सपेक्टेड हुन सकेन। मैले जुन सब्जेक्टलाई इग्नोर गरेको थिएँ, जुन सब्जेक्ट मेरो बिग्रिया थियो 10 क्लासमा, त्यही सब्जेक्टको क्वेसनहरु चाहिँ अलिकति हाम्रो ब्याचमा टफ आइदियो, जसको कारणले मैले एज एक्सपेक्टेड गर्न सकिनँ र पनि फेल भएको विद्यार्थी त्यहाँसम्म मैले आफै लेखेर आफै गरेरै मैले रिजल्ट राम्रो ल्याएँ। ओभरअल राम्रो हो, त्यो नराम्रो भन्न मिल्दैन, तर पनि एज एक्सपेक्टेड चाहिँ होइन। मैले
3.1 GPA ल्याएको थिएँ एससीमा। तपाईँले भन्नुभयो 10 क्लासमा चाहिँ अलिकति तपाईँको माइन्डमा आयो कि अलिकति पोजिसन बिग्रिँदैछ अथवा नराम्रो भइरहेछ। हजुर 10 क्लासमा अब म राम्रो गर्छु भनेर एकदमै पढ्न थाल्नुभयो। तपाईँ 10 क्लासमा हुँदै एमबिबिएसको सपना देख्नु भएको थियो कि त्यति बेलासम्म कुनै क्ल्यारिटी छैन कि म अगाडि गएर के गर्छु? होइन, यो मेरो सोचमा चाहिँ मान्छेले तँलाई के बन्छस् भनेर सोद्धा म यो बन्छु भन्दिनँ थिएँ, म डक्टर चाहिँ बन्दिनँ भन्थेँ। म डक्टर चाहिँ बन्दिनँ भन्थेँ, तर त्यो अब लाइफको फ्लोले कता लाँदो रहेछ भन्ने त्यो आफैलाई थाहा हुँदैन रहेछ। त्यो बेग जता गयो आफू त्यतै बग्नुपर्ने रहेछ। अब त्यति बेला चाहिँ आफैलाई लाज भएर म चाहिँ यस्तो एकपल्ट रिसर्च गरेँ, एकपल्ट जाँगर आयो अब चाहिँ केही गर्नुपर्छ है भनेर चाहिँ युट्युबमा रिसर्च गर्दा चाहिँ के को आफूलाई चाहिँ अब जे भए पनि के थियो भने अब डक्टर चाहिँ म बन्दिनँ खाली थियो। त्यो भएकोले डक्टर पछाडिको इन्जिनियरिङलाई हेरिन्थ्यो राम्रो भनेर। इन्जिनियरिङमा चाहिँ मैले सबै रिसर्च गर्दै जाँदा मलाई आर्किटेक्चर इन्जिनियर भन्छ सायद, आर्किटेक्चर इन्जिनियर बन्छु भनेर म सबैलाई भन्थेँ त्यो बेला। सबैलाई त्यो भन्दै गर्दा म 11मा पनि इन्जिनियरिङ पढ्छु भनेरै छिर्या हुन चाहिँ। रिजल्ट आएपछि होइन एउटा धेरै खुसी हुन्छ या एउटा एक्सपेक्टेसन हुन्छ, त्यसमा नउत्रेपछि या एक्सपेक्टेसनभन्दा माथि आइदियो भने त्यसपछि तपाईँको माइन्ड सेट के थियो कि अब म 11-12तिर, किनकि अब चाहिँ ब्रान्चहरू छुट्टिन्छ नि त कि के गर्ने भनेर, कमर्स पढ्ने या साइन्स पढ्ने के गर्ने भनेर एउटा डेलीमा पनि हुन्छ, धेरै कन्फ्युजन हुन्छ, धेरैको कुरा सुन्नुपर्छ, फ्यामिलीको कुरा सुन्नुपर्छ, आफ्नै इच्छा हुन्छ, साथीभाइ एउटा फिल्डमा गइरहेको हुन्छ। त्यो रिजल्ट आइसकेपछि तपाईँको के माइन्ड सेट थियो, तपाईँले के सोच्नु भएको थियो आफ्नो अगाडिको पढाइलाई लिएर, तपाईँको फ्यामिलीको के रेस्पोन्स थियो र तपाईँको साथीभाइको के थियो त्यसमा रोल? अब रिजल्ट चाहिँ मेरो एज एक्सपेक्टेड आएन, कम आएको थियो। अब मलाई पढ्ने सोच चाहिँ सानैदेखि भन्दा पनि अलिक बुझ्ने भएदेखि चाहिँ म साइन्सै पढ्छु भन्ने थियो। र त्यसमा बायोलोजी चाहिँ म पढ्दिनँ, किनभने मलाई डक्टर बन्नु छैन, मलाई इन्जिनियरिङ गर्नु छ भनेर चाहिँ म बायोलोजी पढ्दिनँ भन्थेँ। र मैले बायोलोजी पढ्दिनँ भन्थेँ, तर मेरो बाबाले चाहिँ मलाई साइन्स नै नपढ भन्नुहुन्थ्यो। उहाँ पनि सरकारी जागिरमा कार्यरत हुनुहुन्छ। त्यसो भएको हुँदा उहाँले चाहिँ मलाई कानुन सम्बन्धी ल पढ भन्नुहुन्थ्यो 12मा पनि। त्यस पछाडि पनि चाहिँ यो त्यही कानुन सम्बन्धीकै जागिरहरू खान, सरकारी जागिरहरू खान चाहिँ मलाई प्रोत्साहन गर्नुहुन्थ्यो। तर चाहिँ मैले मेरै जबरजस्तीले चाहिँ +2 चाहिँ मैले साइन्समै गरेँ। साइन्समै यो फेरि अलिकति अचम्मको कुरो छ, मैले +2 मेरो अर्नीको कलेज विराटनगर, अर्नीको आवासीय माध्यमिक विद्यालय विराटनगरबाट गरे हो। त्यहाँ मैले एडमिसन गर्न जाँदाखेरि कम्प्युटरमा मैले एडमिसन गरेर फर्केँ। अनि त्यहाँ चाहिँ मेरो एकजना दिदी पनि हुनुहुन्थ्यो, उहाँ पनि मेरै ब्याचको, उहाँको नाम रक्षा कटुवाल थियो। उहाँले मलाई के भन्नुभयो, मैले ब्रिज कोर्स गराएको थिएँ बिचमा, त्यो बेला चाहिँ मेरो बायोलोजी निकै राम्रो थियो, मलाई अरूभन्दा अलिक बढी बायोलोजी आउँथ्यो। अनि उहाँले मलाई के भन्नुभयो भने तिम्रो त बायोलोजी एकदम राम्रो छ, +2 पछि जे गर, तर अहिले बायोलोजी लिएर पढ्दा के हुन्छ, धेरै अप्सन्स हुन्छ, बायोलोजी लिएर पढ नि त भन्दाखेरि मेरो माइन्डसेटमा एकैचोटि के हुन्छ यो गर्दा भनेर चाहिँ म बायोलोजी लिम कि भनेर मैले त्यो राति सोचेँ। अनि भोलिपल्ट चाहिँ मैले डिसिजन गरेँ म बायोलोजी पढ्छु भनेर। मैले कम्प्युटरमा एडमिसन गरिसकेर आएको मान्छे चाहिँ मैले फेरि भोलिपल्ट गएर चाहिँ त्यो स्ट्रिमलाई चेन्ज गरेर मैले बायोलोजी बनाइदिएँ। अब बायोलोजी बनाइदिएँ, त्यस पछाडि पनि मेरो त्यो माइन्ड सेटमा चाहिँ म एमबिबिएस पढ्छु भनेर चाहिँ थिएन, म इन्जिनियरिङ पढ्छु भनेरै छिरेको थिएँ। कलेज लाग्दै गयो, बायोलोजी पढ्न थाल्यो, रमाइलो हुन थाल्यो, बायोलोजीमै आफ्नो फिल आउन थाल्यो, कम्प्युटरतिर इन्ट्रेस्टै गएन। अब कलेजमा पनि हाम्रो कलेजमा चाहिँ प्री मेडिकल क्लासेस हुन्थ्यो र प्री इन्जिनियरिङ क्लासेस। मेरो साथी थियो एकजना, शशाङ्क गोरागाई हो उसको नाम चाहिँ। अनि म चाहिँ मैले घरमा पैसा मागेँ त्यो प्री इन्जिनियरिङ क्लासको लागि 4000 रुपियाँ। अनि उसले प्री मेडिकलको लागि मागेको थियो, हामी एडमिसन गर्न गयौँ त्यसको लागि। स्याटरडे क्लास हुन्थ्यो। उसले भनौँ इन्जिनियरिङ मेडिकल अब त्यो पैसा तिरिसकेपछि जुन क्लास बस्दा नि मतलब हुँदैन, मेडिकलमै गराइराख न, के हुन्छ र, त्यत्तिकै मेडिकलमा मन परेन भने इन्जिनियरिङ पढ्न जानु नि भनौँ। अब त्यो भएपछि लु म त मेडिकलमै गरिदिउँ न त भनेर अझैसम्म पनि मेरो माइन्ड सेटमा इन्जिनियरिङै थियो। तर
मेडिकलभित्र गराइसकेपछि चाहिँ सरहरू टिचरहरू पनि आएर मोटिभेसन दिनुहुन्थ्यो। विकास खनाल सर हुनुहुन्थ्यो अर्निको कलेजमा, उहाँले चाहिँ निरन्तर मोटिभेसन दिइराख्नुहुन्थ्यो। त्यो सहित चाहिँ आफूलाई पनि बिस्तारै बिस्तारै कलेज भित्र गएको 1 महिना 1.5 महिनाभित्र चाहिँ मलाई चाहिँ त्यो कम्प्युटर सम्बन्धीको देखि लिएर इन्जिनियरिङ सम्बन्धीको इन्ट्रेस्ट पुरै हरायो र आफूलाई पनि रियलाइज हुन थाल्यो म्याथ र फिजिक्स खासै आफूलाई रुचि नलाग्ने, तर बायोलोजी अलिक बढी रुचि लाग्ने भएकोले मेरो फिल्ड चाहिँ सायद यो मेडिकल लाइनतिर हो है जस्तो लाग्न थाल्यो। त्यो भएर चाहिँ मैले बिस्तारै बिस्तारै यो एकैचोटि भएको कुरा होइन, यो ग्रेजुअल्ली हुँदै हुँदै बढ्दै बढ्दै गएको कुरा हो। बिस्तारै बिस्तारै 11को फाइनलमा आइसक्दा त मैले त बुक किनिवरी पढ्न थालिसकेको थिएँ मेडिकलको, भनेपछि मलाई त्यत्रो अब्सेसन भइसकेको थियो। म अब यहाँबाट यो एउटा दलदलमा फसिसकेको छु, अब म यो मेडिकलबाट निक्लिन सक्दिनँ, मेरो अरूतिर आँखै जाँदैन भन्ने नि मलाई भइसकेको थियो त्यो बेला चाहिँ। भनेपछि तपाईँ 11को इन्डिङमा अब चाहिँ क्ल्यारिटी आउन थालिसकेको थियो कि म मेडिकलतिरै जान्छु। हजुर। त्यसपछि फेरि मेडिकलको बारेमा अभियसली रिसर्च गर्नुभयो, के कसो छ, स्कलरसिप के छ। तपाईँको 11मा चाहिँ कति आएको थियो? 11मा मेरो अब 10 अलिकति नराम्रो बितेकोले 11मा थोरै थोरै प्रोग्रेस गर्दै गएँ, अलिअलि गर्दै मैले थोरै इम्प्रुभमेन्ट गरेँ। 3.47 जिपिए ल्याएको थिएँ मैले। 12मा चाहिँ कस्तो रह्यो तपाईँको पढाइ प्लस कति आयो 12मा, या ट्रान्सक्रिप्टमा एज अ होल 11-12को हेर्दा कति आयो मार्क्स? 11-12को एग्रिगेटमा अहिले आउँदैन, 12को मात्रै आउँछ। मैले 12मा 3.7 जिपिए ल्याएँ। त्यो पनि अलिकति प्रोग्रेस भयो 11 भन्दा बिस्तारै बिस्तारै। अरूको चाहिँ 11बाट 12मा घट्दै गएको थियो, मैले चाहिँ 10बाट 11मा अझै बढाएँ र 12मा गएर अझै बढाएँ। अब कलेजमा चेकिङहरू टाइट हुन्थ्यो हाम्रो कलेजमा। एभरेजमा म कलेजमा 11 क्लासमा हुँदाखेरि चाहिँ 75 देखि 80% ल्याउँथेँ भने 12मा चाहिँ म लगभग एभरेजमा 85% भेटेको थिएँ। तपाईँको प्लस 2को रिजल्ट आइसकेपछि 10 देखि 11मा अपग्रेड हुँदैछ तपाईँको मार्क्स, फेरि 12मा पनि अपग्रेड भयो। 12को रिजल्ट आइसकेपछि तपाईँले आफ्नो रिजल्ट हातमा लिइसकेपछि त्यसपछि तपाईँ त आई थिङ्क 12सम्म पुरै क्ल्यारिटी आइसकेको थियो कि मलाई चाहिँ अब मेडिकल फिल्डमै जानुपर्छ। त्यसपछि तपाईँको फ्यामिली या तपाईँको बिच के सल्लाह भयो कि अब के गर्नुपर्छ, अगाडिको कदम कसरी चाल्नुपर्छ, एमबिबिएसै गर्नु छ? चाहिँ यो मेडिकल लाइनमा जान्छु भनेर चाहिँ मेरो परिवारलाई चाहिँ निकै ढिलो भनेको हो। साथीहरूसँग चाहिँ कुरा सेयर भइरहेको थियो, यो यसरी गर्ने हो चाहिँ गाइडेन्सहरू म पनि लिइरहेको थिएँ। युट्युबमा भिडियोजहरू हुन्थ्यो मेडिकल लाइनमा कसरी जाने के गर्ने भनेर, तर मैले यो कुरा फ्यामिलीलाई सेयर गरेको थिइनँ, एकदम पछि गएर गरे हो। फ्यामिलीलाई मेरो 12 अगाडि नै थाहा थियो म एमबिबिएस तिर जान्छु, मेडिकल लाइनतिर जान्छु भनेर उहाँहरूलाई पहिलेदेखि थाहा थियो। उहाँहरूको सपोर्ट नै थियो भनौँ, त गर हामी गर्छ, हामी हाम्रो ठाउँमा गर्छौँ, त मेहनत गर भन्नुहुन्थ्यो उहाँहरू, साथ सपोर्ट थियो। ओके, प्रिपरेसनको लागि काठमाडौँ जानुभयो तपाईँ? प्रिपरेसनको लागि काठमाडौँ म गएँ फ्रेसर्समा। ओके, हजुर। काठमाडौँ कुन यसमा गर्नुभयो, कहाँ गर्नुभयो काठमाडौँमा? मैले काठमाडौँमा नेम इन्स्टिट्युट जोइन गरेको थिएँ। हजुर। जहाँ मैले लगभग 20 डेज क्लासेस गएँ। मैले एडमिसन गरेँ त्यहाँ र म 20 डेज क्लासेस गएँ। त्यो बिचमा चाहिँ हामी 12 सकेर काठमाडौँ जाने बित्तिकै लगभग एमएससीले क्यालेन्डर निकालिसकेको थियो। त्यो बेला चाहिँ हामीलाई पढ्न लगभग 3 महिना पनि थिएन। अब म्याक्सिमम टाइम इन्स्टिट्युटमा बित्ने, पढ्ने टाइम नभएर मैले चाहिँ 20 डेज पछाडि चाहिँ इन्स्टिट्युट जान छोडिदिएँ। आफै पढेर इफेक्टिभ हुन्छ जस्तो लागेर मैले आफै पढ्न थालेँ। त्यो 3 महिना मैले निकै मेहनत गरेँ। तनाव मैले अलिकति पनि लिन, तनाव भन्ने कुरो लिनु हुँदैन भनेर मलाई मेरो परिवारले त्यो पहिल्यै सिकाइसकेको कुरा थियो। मैले त्यो 3 महिना मेहनत गरेँ। मेरो त्यति बेला 200 मार्क्समा चाहिँ लगभग लास्ट फेजमा एक्जाम आउन लागेको बेला लगभग 135 एभरेजमा आउँथ्यो।
र के हुन्छ भने मक टेस्टहरूमा चाहिँ जति स्कोर आउँछ त्योभन्दा 10 मार्क्स बढी आउँछ भनेर चाहिँ सिनियर्सहरूले भन्नुहुन्थ्यो। त्यो भएर चाहिँ मलाई लागेको थियो मेरो नाम लगभग निस्केला है भनेर। मैले मुख्य एउटा मैले फर्स्ट एटेम्पमा नाम निकालेको होइन, मैले सेकेन्ड एटेम्पमा नाम निकालेको हो। लगभग 145 देखि त्योभन्दा मैले दिएको एक्जामभन्दा अगाडि चाहिँ 145 ले स्कलरसिप पाएको थियो। म पनि त्यही 145 देखि 150 ल्याएर स्कलरसिपमा नाम निकालौँ न ल, लोवर कलेजमै जाउँला भन्ने थियो, जहाँ भए पनि एउटा स्कलरसिप भन्ने थियो। तर अनफर्चुनेटली मैले एक्जाम भ्याइनँ। हाम्रोमा चाहिँ 200 मार्क्समा 20 मार्क्सको चाहिँ मेन्टल एजिलिटी टेस्ट भनेर आउँछ। त्यसको लागि चाहिँ हामीले एक्जाम दिन चाहिँ एकदम माइन्ड फ्रेस हुनुपर्छ। त्यसमा चाहिँ हामीले स्ट्रेस लिउँ भने चाहिँ हामीले त्यो गर्नै सक्दैनौँ। अनि एक टाइम 3 आवर्समा चाहिँ 2 आवर 45 मिनट बितिसक्दा मैले त्यो क्वेसन्सहरू टच पनि गर्न टाइम पाइनँ। अनि त्यो 15 मिनट्समा म प्यानिक भएँ एकदम। मैले त्यो प्यानिक भएको बेला प्यानिक नहुँदा 15वटा क्वेसन गर्न सक्थेँ भने प्यानिक भएर मैले त्यो 5वटा क्वेसन पनि गर्न सकिनँ, जसको कारण लगभग मेरो 10-12 मार्क्स त्यहाँबाट फ्लक्चुएट भयो र एज एक्सपेक्टेड एक्जाम गएन त्यो। ओके, सो तपाईँले भन्नुभयो 20 दिन जति चाहिँ तपाईँ इन्स्टिट्युसन जानुभयो, त्यसपछि आफै कोठामा प्रिपेरेसन गर्नुभयो, फर्स्ट एटेम्पमा निक्लेन। फर्स्ट एटेम्पमा ननिक्लेपछि त्यसपछि अब तपाईँसँग त एउटा फुल इयर टाइम भयो, हजुर, लगभग 10 महिना या 11 महिना मानौँ। हजुर, तपाईँले फेरि के सोच्नुभयो कि होइन म फेरि प्रिपेरेसन गर्नुपर्छ कि ल नाम निस्केन अब अर्को फिल्डमा जानुपर्छ, के सोच आएको थियो? यो चाहिँ मलाई पहिलेदेखि नै लागेको कुरा हो। मान्छेले के भन्छ भने एकतिर लागिसकेपछि एकतिर मात्र लाग्नुपर्छ, सेकेन्ड अप्सन हेर्नु हुँदैन भन्छन्। तर मैले चाहिँ पहिल्यै मानसिकता बनाइसकेको थिएँ कि इफ मेरो फ्रेसर्समा नाम निक्लेन भने म 1 वर्ष चाहिँ ड्रप लिन्छु र त्यो बेला चाहिँ म स्योर नाम निकाल्छु भन्ने मलाई थियो। त्यो बेला मैले आँट गरेर मैले ड्रप लिने डिसिजन लिएँ। मलाई धेरै आफन्तहरूले ड्रप लिएर पनि के हो लास्टमा फेरि 1 वर्ष खेर जाला, बरु ड्रप नलिकन ब्याचलर जोइन गरेर चाहिँ फेरि एक्जाम दिँदा हुन्छ भनेर भन्नुभयो। मलाई बाबाले पनि त्यही कुरा सल्लाह गर्नुभयो, अरू कुनै सब्जेक्ट लिएर चाहिँ यता पढ्दै गर्ने, एक्जाम पनि अर्को वर्ष दिने भनेर। तर त्यो मैले मानिनँ। मैले त्यो एकदम अठोट भएर चाहिँ मैले त्यो मान्दै मानिनँ र मैले चाहिँ जुन मेरो मोटिभ थियो चाहिँ सानो कुरा भए पनि हुन्छ मलाई भन्ने, जे भए पनि अलिक सानो सपना देख्थेँ, त्यो चाहिँ मैले छोडेर बाबाले भन्नुभएकै भनाइलाई मैले फलो गर्न थालेँ। जुन भनेको थिएँ मैले, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक हो। अब त्यो भएर चाहिँ मेरो थटमा के आयो भने मैले एक्जाम अब आउने एटेम्पमा बिआरए भने पनि मेरो नाम निस्कियोस् भनेर मैले त्यो सोच बनाएँ र अनफर्चुनेटली मेरो यो एटेम्पमा पनि त्यही भयो। मैले एक्जाम बिगारेँ तर पनि मेरो नाम निक्लियो। फर्स्ट एटेम्पमा ननिस्केपछि सेकेन्ड एटेम्पको लागि जुन स्टार्ट गर्नुभयो एकदम बेसिकदेखि सबै कुरा सुरुदेखि स्टार्ट गर्नुभएको थियो? होइन, अब बेसिक भनेको +2 कै कुरा आउने हो। +2 को जुन त्यसको मोड्युल छ, ढाँचा छ एमबीबीएस को इन्ट्रान्सको लागि, सबै कुराहरू सुरुदेखि नै, किनकि यो त माइन्डमा त थियो नि त मसँग टाइम छ, एकचोटि फेरि सबै कुराहरू सुरुदेखि हेरौँ भन्ने। कहाँबाट यो विषयमा के हो भने मेरो पहिलो एटेम्पमा नाम ननिक्लिने फ्याक्टरमा 2टा सब्जेक्टको हात छ। त्यो भनेको एउटा जुन मैले भ्याइनँ म्याथ भने, र अर्को फिजिक्स। फिजिक्स चाहिँ मलाई राम्रै छ जस्तो लाग्थ्यो मेरो +2 मा, तर मेरो एक्चुअली त्यो राम्रो रहेनछ। त्यो मैले जब मक टेस्ट दिँदै जाँदा थाहा पाएँ त्यो मेरो एकदम विक पार्ट रहेछ। मैले मेन भनेको त्यो पोर्सनलाई स्ट्रङ बनाउनु थियो। मेरो बेस राम्रो थियो, एकदम राम्रो थियो। मैले +2 मा बुक्स पढेको थिएँ, बायोलोजीको, केमिस्ट्रीको, फिजिक्सको सबै बुक नै पढे हो। बुकमा पढेकोले मेरो बेसिक नलेज सबै थियो। मेरो बेसिक नलेज नभएको जस्तो चाहिँ मलाई फिजिक्स लाग्थ्यो। त्यो भएर चाहिँ मैले फिजिक्सको लागि चाहिँ ट्युटर खोजेँ एकजना, जेएन मिलन सर भन्ने हुनुहुन्छ। उहाँको लेक्चर्स मैले रेकर्डेड लेक्चर्स हेरेँ, एकदम टाइम दिएँ मैले फिजिक्सलाई। मेरो ड्रप इयरको म्याक्सिमम टाइम मैले फिजिक्सलाई दिएको हो। त्यो एकदम टाइम दिएर पढेपछि मेरो त्यो सब्जेक्टमा मार्क्स इन्क्रिज भयो। र बेसिकबाटै पढ्न त मैले सबै कुरा पढिनँ, किनभने मलाई आउँथ्यो, धेरै कुरा आउँथ्यो, बेसिक मेरो क्लियर नै थियो। मैले नआएको कुराहरू थप्दै गएँ, बिस्तारै रिभिजनहरू गर्दै गएँ। ड्रप इयर पछिको र इन्ट्रान्ससम्मको जुन टाइम थियो तपाईँको, कुनै एउटा पर्टिकुलर फिक्स रुटिन थियो कि डेलीको कुरा गर्ने भने कि जुन सब्जेक्ट आउँदैन त्यसलाई बढी दियो, जुन आउँछ त्यसलाई कमै दिए,
या एउटा सबै सब्जेक्टको लागि एउटा प्रोपर रुटिन थियो तपाईँको? अब रुटिन चाहिँ म फलो गर्दिनँ थिएँ। धेरै सिनियर्सहरूले पनि सबै सब्जेक्ट एकैचोटि पढ्नुपर्छ भनेर भन्नुहुन्थ्यो, तर म त्यो सक्दिनँ थिएँ। म 2टा सब्जेक्ट चाहिँ एक दिनमा पढ्थेँ, अल्टरनेटिभली पढ्थेँ। जस्तै एकदम कन्सेप्ट लिने खालको सब्जेक्टहरू म एकैचोटि पढ्दिनँ थिएँ, जस्तै फिजिक्स केमिस्ट्री एकै दिन र जुलोजी बोट्नी एकै दिन म कहिले पढ्दिनँ थिएँ, अल्टरनेटिभली पढ्थेँ। फिजिक्स र बोट्नी अनि केमिस्ट्री जुलोजी, यस्तै बायोलोजीको एउटा सब्जेक्ट र अर्को फिजिक्स या केमिस्ट्री उठाएर चाहिँ म 2टा सब्जेक्ट अल्टरनेटिभली पढ्थेँ। त्यति बेला चाहिँ म चाहिँ कसरी पढ्थेँ भन्ने कुरामा चाहिँ अब मेरो लाइफको प्रिन्सिपल के हो भने म 8 घन्टा सुत्छु, 8 घन्टा पढ्छु र 8 घन्टा रमाइलो गर्छु। 8 घन्टा रमाइलोमा चाहिँ खानेदेखि लिएर सुत्ने होइन, खानेदेखि लिएर फोन चलाउने चाहिँ घरमा साथीभाइहरूसँग कुरा गर्ने, परिवारसँग कुरा गर्ने, हरेक कुरा त्यही समयभित्र पढ्थ्यो। जे भए पनि म 8 घन्टा चाहिँ पढ्थेँ। अब धेरैले भन्नुहुन्छ एमबिबिएसमा नाम निकाल्न चाहिँ 14 घन्टा पढ्नुपर्छ, 16 घन्टा पढ्नुपर्छ, नभए नाम निक्लिँदैन भनेर। त्यो चाहिँ होइन। राम्ररी पढ्दाखेरि चाहिँ फुल फोकस भएर पढ्नु पर्यो। थोरै पढे पनि त्यो पढेको कुरा चाहिँ लगभग हामीले 80% चाहिँ गेन गर्नुपर्छ। त्यो चाहिँ हामीले बिर्सिनु हुँदैन। ओके। त्यसपछि जुन सेकेन्ड एटेम्पको लागि प्रिपरेसन गर्दै हुन्छ त्यति बेला कोचिङ इन्स्टिट्युसन जानुभयो कि त्यो जुन फुल टाइम थियो तपाईँको त्यो चाहिँ सेल्फ स्टडीबाटै पढ्नुभयो? इफ तपाईँले कोचिङ भर्सेस सेल्फ स्टडीमा कुनै एउटा छान्नु पर्यो भने तपाईँ कुन छान्नुहुन्छ, कुन इफेक्टिभ हुन्छ? पर्सनल्ली भन्नुपर्दा म इन्स्टिट्युट भन्दा पनि इन्स्टिट्युटको टिचरहरूलाई सेलेक्ट गर्छु। हामीले कुनै इन्स्टिट्युट यो राम्रो त्यो नराम्रो भनेर हुँदैन, हामीले टिचर हेर्ने हो, आफूलाई कुन मनपर्छ। अब हामी इन्स्टिट्युट गयौँ भने त्यहाँ निकै टिचर्सहरू आउनुहुन्छ हामीलाई पढाउन। त्यो भएकोले चाहिँ धेरै सब्जेक्टहरू धेरैजनाले पढाउँदा एउटै थोरै सब्जेक्ट चाहिँ धेरैजनाले पढाउँदा चाहिँ आफूलाई पनि इफेक्टिभ नभएको हो कि जस्तो फिल हुन्छ। त्यो भएकोले चाहिँ मलाई चाहिँ के लाग्छ भने एउटा सब्जेक्टको एउटा टिचर लिने र घरमै बस्ने, आनन्दले पढ्ने, लेक्चर्स हेर्ने, आफूलाई नआउने कुराको। मैले चाहिँ ड्रप इयरमा कुनै इन्स्टिट्युट जोइन नगरिकन चाहिँ म चाहिँ फिजिक्सको लागि चाहिँ जेएन मिलन सरको लेक्चर्स हेर्थेँ, डाक्टर जेएन मिलन सर। उहाँ बाहेक लगभग मैले मेरो केमिस्ट्री स्ट्रङ थियो +2 बाटै। अलिअलि नआएको कुराहरू राजेश कुमार शाह सरको युट्युबबाटै हेर्थेँ र बायोलोजीको अलिअलि भेटेको जसको पनि हेर्थेँ। त्यो कुनै स्पेसिफिक थिएन। यो प्रिपरेसनको ड्युरेसनमा रिभिजन कतिको इम्पोर्टेन्ट हुन्छ? रिभिजन इम्पोर्टेन्ट हुन्छ। रिभिजन इम्पोर्टेन्ट हुन्छ भन्दा कस्तो कुरामा भन्दाखेरि चाहिँ जुन चाहिँ फ्रिक्वेन्टली जुन कुराहरू चाहिँ भोलाटाइल हुन्छ नि, जस्तै बायोलोजीको धेरै कुराहरू भोलाटाइल हुन्छ, बुझ्नुपर्ने भन्दा चाहिँ धेरै चाहिँ हामीले सीको लागि चाहिँ धेरै नै याद राख्नुपर्ने कुराहरू पनि हुन्छ। त्यसो भएको हुँदा चाहिँ हामीले बायोलोजी चाहिँ फ्रिक्वेन्ट रिभिजन गरिराख्नुपर्छ, निकै गर्नुपर्छ। विकली, मन्थली, अब मान्छेलाई कतिको इफेक्टिभली लाग्छ, कतिमा रिभिजन गर्न सक्छन्, त्यो अनुसारमा भर पर्छ। बायोलोजी फ्रिक्वेन्ट रिभिजन, फिजिक्स केमिस्ट्रीको इनअर्ग्यानिक केमिस्ट्रीलाई रिभिजन चाहियो, नत्र फिजिकल केमिस्ट्री, अर्ग्यानिक केमिस्ट्री र फिजिक्सलाई खासै रिभिजन आवश्यक भए जस्तो देख्दिनँ। र पनि त्यो एक्टिभ रिकल चाहिँ गरिराख्नुपर्छ, हेरिराख्नुपर्छ। ओके। होइन, अब यस्तो पनि हुन्छ नि त, अब कुनै कुराहरू अब डिफ्रेन्ट स्टुडेन्टको माइन्डसेट डिफ्रेन्ट हुन्छ होइन, कुनै पनि स्टडी मटेरियललाई क्याप्चर गर्ने क्षमता बेग्लै हुन्छ। सो रिभिजन या पास्ट क्वेसन पनि हेर्नुहुन्थ्यो? पास्ट क्वेसन्स खासै सुरुमा हेरेको होइन, तर पछिल्लो समयमा गएर मैले कम्प्लिट सोल्युसन भन्ने एउटा बुक थियो, त्यहाँबाट हेरे हो। ओके। सो तपाईँको स्टडी रिसोर्सेसहरूको बारेमा कुरा गर्दा तपाईँ कुन बुक्स, अपार्ट फ्रम जुन टेक्स्ट बुक छ त्यो त छँदैछ, अपार्ट फ्रम द्याट अरू आई थिङ्क अरू बुकहरू पनि हुन्छ, रिफरेन्स बुकहरू या डिफ्रेन्ट एमबिबिएसको स्टुडेन्टले या पढाउने टिचरले जो चाहिँ प्रिपरेसन गराउनुहुन्छ उहाँहरूले पनि लेख्नु भएको हुन्छ, नेसनल इन्टरनेसनल बुक्सहरू। तपाईँको स्टडी मटेरियल्सहरूमा चाहिँ के थियो विच यु थिङ्क त्यो चाहिँ इम्पोर्टेन्ट र त्यो कारणले नै तपाईँको नाम निस्क्यो?
मेरो सी प्रिपरेसन फेजमा युज गरेको बुक्स भनेको चाहिँ नेमको मोड्युल्स हजुर र कम्प्लिट सोल्युसन भन्ने एउटा बुक हुन्छ जहाँ चाहिँ पास्ट इयर क्वेसन्सहरूदेखि लिएर चाहिँ सी मोडल सेट्सहरू अभाइलेबल हुन्छ त्यो बुक भयो र अर्को एउटा सानो बुक हुन्छ जुन पिसिबी रिफ्रेसर भन्छ अब्जेक्टिभ पिसिबीको त्यो एउटा भोल्युम चाहिँ मैले पढेको थिएँ तर मेरो म्याक्सिमम मेरो मार्क्स गेन भएको चाहिँ फेरि +2 को बुक्सबाटै हो +2 को बुक्स नै सबै कुरा हो म्याक्सिमम कुरा हामीले डाइरेक्ट चाहिँ मोड्युल्सहरू पढेर हाम्रो नाम निक्लिन्छ भनेर सकिँदैन एकदम रेयर केस हो हामीले सुरुमा +2 कै बुक्स पढ्नुपर्छ बेसिक गेन गरेर मात्र चाहिँ हामी डाइरेक्ट मोड्युलमा जम्प हुनुपर्छ सुरुमा एकैचोटि मोड्युलमा जम्प भयो भने हामीले अलिकति त्यो एप्रोच लिन थोरै गाह्रो हुन्छ त्यो भएकोले म त सजेस्ट गर्छु सुरुमा +2 कै बुक्स पढ्ने हो टेक्स्ट बुकहरुलाई एकदमै पढ्नुपर्छ टेक्स्ट बुकहरु लाइन टु लाइन पढ्ने हो एकपल्ट फेरि त्यो टेक्स्ट बुक भनेको चाहिँ 11 12 मा पढ्ने हो 11 12 मा पढिसकेपछि त्यो फेरि सी प्रिपरेसन फेजमा चाहिँ 3 महिना टाइम हुन्छ हामीसँग अब त्यो बेला त्यो बुक पल्टाउँदै हाम्रो समय जान्छ कि त्यो मान्छे आत्तिएर पनि पढ्न सक्दैन हामीले ठ्याक्कै पोइन्टमा पढ्नुपर्ने हुन्छ त्यहाँ चाहिँ प्याराग्राफहरुमा दिएको हुन्छ सो त्यो अलिकति पढ्न डिफिकल्ट होला जस्तो लाग्छ 11 12 हुँदै +2 को बुक्स मजाले पढ्ने त्यसपछि चाहिँ इन्स्टिट्युटहरुको मोड्युल्स पल्टाउँदा भयो ओके तपाईको जतिखेर सी को रिजल्ट आयो इन्ट्रान्स दिइसकेपछि तपाई इन्ट्रान्स दिएर आइसकेपछि तपाई ढुक्क हुन्थ्यो कि मेरो नाम निस्किन्छ यसपालि यस्तो थियो त्यसपछि त्यति बेला माइन्डमा के थियो एक्जाम मैले दिए एक्जाम राम्रै गएको थियो प्रिपरेसन अनुसार राम्रो भन्दा पनि एज एक्सपेक्टेड अलिक भएन मैले ड्रप फेजमा लगभग 100+ मोडल टेस्टहरु दिए त्यो टेस्टमा मैले सबै भ्याउँथे तर के हुँदो रहेछ भने मोडल टेस्टमा चाहिँ आफूले हेलचेक्राइ गरिदो रहेछ एकपल्ट क्वेशन आदि पढेर पनि कति टिक लाग्यो बायोलोजीहरुमा हो त्यो चाहिँ एक्जाममा गर्न नमिल्ने भएकोले पुरै पढेर लाउँदाखेरि चाहिँ अलिकति टाइम कन्ज्युमिङ भएर चाहिँ मैले केही कुराहरु अलिअलि जस्तै फिजिक्समा 2-3 वटा क्वेशन केमिस्ट्रीमा 2-3 वटा म्याथमा एउटा बायोलोजीमा त भ्याएको थिए यस्तै अलिअलि टाइम नभ्याएकोले लगभग मेरो 5 to 7 मार्क्स चाहिँ फ्लक्चुएट हुन पुग्यो र पनि मलाई बाहिर निस्किदा नाम चाहिँ निस्किन्छ तर एज एक्सपेक्टेड चाहिँ अलिकति रिजल्ट आउँदैन जस्तो लागेको थियो नाम चाहिँ निस्किन्छ जस्तो लागेको थियो अनि आफूले पछि साथीहरुसँग डिस्कस गर्दा अलिकति आफूले सोचे भन्दा अलिकति बिग्रेकै हो कि जस्तो लाग्यो आफूलाई किनभने जुलोजीको क्वेशन चाहिँ अलिकति टफ आएको थियो त्यो चाहिँ मैले अलिकति बिगारेछु थोरै त्यो पनि खासै बिग्रा त होइन रहेछ आफ्नो त्यो अब एक्जाम दिइसकेपछि सेल्फ डाउट भइहाल्छ एक्जाम बिग्रे जस्तो फिल भयो त्यो पछि रिजल्टको पर्खाइमा थिए पछि चाहिँ इन्स्टिट्युटहरुले चाहिँ जुन क्वेशन्सहरु थियो त्यो क्वेशन्स कलेक्ट गरेर चाहिँ एन्सर सहित हालिसकेपछि मैले क्याल्कुलेट गरे त्यहाँबाट अरूले नगर्नु भन्थे र पनि मैले गरे त्यो मनले मानेन त्यति बेला मेरो 163 लगभग आको थियो स्कोर अनि 163 आको थियो तर एक्जामको रिजल्ट आउँदा चाहिँ 151.5 मात्र आयो त्यो अलिअलि फ्लक्चुएट हुने रहेछ अब त्यहाँ केही अब कति क्वेशन्सहरु निक्लेन होला के भयो होला त्यहाँ थोरै फ्लक्चुएट भएर चाहिँ मेरो मार्क्स थोरै घट्यो र पनि नाम निक्ल्यो खुसी छु म ओके नाम निस्केपछि सबैभन्दा सुरुमा कसलाई सुनाउनु भयो म रिजल्ट हेर्दै थिए मेरो मामु छेउमै हुनुहुन्थ्यो र मेरो साथीहरुले कल गरे थिए रोल नम्बर सोध्नको लागि रिजल्ट हेर्नको लागि त्यति बेलै मेरो साथी जो मैले भनेको थिए उ चाहिँ सीओएमएस मा पढ्दैछ एमबीबीएस गर्दैछ उले मलाई कल गरेर रोल नम्बर कति हो भनेर मैले उलाई भनिदिए म माथिबाट हेर्न थाले उ तलबाट हेर्न थालो हेर्दै जाँदा तल जाँदै मैले भेटेको थिइन मैले क्रस गरिसकेको छु आफ्नो अब प्यानिक भएको बेला चाहिँ रोल नम्बर हेर्न छुटेछ म 350 सम्म पुगिसकेको थिए मेरो नाम भेटिन रोल नम्बर भेटिन नाम लेखेको थिएन रिजल्टमा रोल नम्बर नभेटेपछि एकदम तनाव हुन थाल्यो ला एक्जाम त राम्रै बिग्रेछ है क्या हो जस्तो पनि लाग्यो फेरि हैन उताबाट साथीले निक्ल्यो भनेर भन्यो अनि त्यसपछि उले र्याङ्क भन्यो अनि मैले त्यहाँ गएर हेर्दा हो रहेछ अनि मामु त्यही हुनुहुन्थ्यो
त्यो बेला खुसीको माहौल थियो, निद्रा लागेन राति। मेहनतको फल मिठै हुँदो रहेछ भनेर चाहिँ मैले त्यो रात थाहा पाएँ। निकै खुसी भए। त्यो जुन तनावपूर्ण चाहिँ जुन समय बितेको थियो त्यो चाहिँ एकै दिनमा चाहिँ सकियो। त्यो तनाव एकदम रमाइलो भयो जे भए पनि। कति र्याङ्कसम्मले हजुर स्कलरसिप पाउँछ नेपालको केसमा? यसको फिक्स्ड र्याङ्क चाहिँ हुँदैन। यो चाहिँ नेपालमा कोटा सिस्टम भएकोले चाहिँ कोटामा नाम निकाल्नेहरू कति चाहिँ र्याङ्कर्स छन् त्यसमा भर पर्छ। अब त्यो भएकोले लगभग एभरेजमा हेर्दाखेरि यो पालि 450 सम्म गएको होला। र्याङ्क 1 to 450 मा जसको पनि नाम आयो हजुर स्कलरसिप पाएछ। हजुर तपाईँ एमबीबीएस को इन्ट्रान्स दिँदा बीडीएस को पनि दिनुभएको थियो। हजुर एन्ड अर्को कुन भन्नुभएको थियो? बीपीएस पनि दिनुभएको थियो। ओके, एउटा चाहिँ मेडिकल फिल्डमा यो कुरा के आउँछ भने एमबीबीएस को इन्ट्रान्स दिनेलाई प्रायः जसो बीडीएसमा पनि दिँदो रहेछ। इफ त्यहाँ निस्केन भने यहाँ हुन्छ। बाई चान्स तपाईँको इन्ट्रान्समा एमबीबीएस निस्किँदैन थियो, बीडीएस एन्ड बीपीएस नै निस्किन्थ्यो भने तपाईँ बीडीएस पढ्नुहुन्थ्यो कि बीडीएसलाई स्किप गर्नुहुन्थ्यो? बीडीएस मेरो फर्स्ट एटेम्पमा निक्लेको पनि हो। फर्स्ट एटेम्पमा? हजुर स्किप गरेँ 1 वर्ष चाहिँ। तर यो पालि चाहिँ एमबीबीएस इनकेस होइन, म फुल कन्फिडेन्स थिएँ कि एमबीबीएसमा निक्लिन्छ भनेर। तर इनकेस एमबीबीएस ननिस्केको भए चाहिँ म सायद बीडीएसतिरै जान्थेँ होला। किनभने मलाई इनफ कन्फिडेन्स थियो कि एक्जाम दिएपछि पनि एकदम राम्रो भएको थियो मेरो बीडीएसको एक्जाम चाहिँ। मैले बीपीकेआईएचएस धरान पाउँछु भन्ने चाहिँ मलाई स्योर थाहा थियो। त्यो भएकोले पहिल्यैबाट पनि इनकेस एमबीबीएस भइहालेन भने म बीडीएस बीपी चाहिँ स्योर पाउँछु भन्ने थियो। र पनि एमबीबीएस निक्लिन्छ भन्ने पनि थियो। त्यो एउटा अप्सन आफ्नो ठाउँमा भयो। र बीपीएच चाहिँ मेरो बाबाले चाहिँ देन त भन्ने हिसाबले भन्नुभएको थियो, मैले दिएको थिएँ। प्रिपरेसनको फेजमा धेरै डाउन डिमोटिभेसन हुन्छ होइन, कहिलेकाहीँ फ्रस्ट्रेसन पनि हुन्छ पढ्दा पढ्दै। यो कुराहरूलाई अब हुन त धेरैजना जो हेर्दै हुन्छ यो भिडियोलाई प्रिपरेसन गर्दै हुन्छ, मेबी उहाँहरूले पनि यो फेजबाट गुज्रिनुहुन्छ होला। सो यो कुरालाई तपाईँले कसरी यो गर्नुभयो, ओभरकम गर्नुभयो? अब यसको लागि चाहिँ एक्लै बसेर हुँदैन। आफूले एक्लै पढेर नाम निकाल्छु अन्डरग्राउन्ड हुन्छु भनेर चाहिँ हुँदैन। मलाई चाहिँ मेरो फ्यामिलीको पनि उत्तिकै सपोर्ट थियो। यो ड्रप फेजमा देखि लिएर चाहिँ सी प्रिपेरेसन फेजमै भनौँ न, यो फेजमा चाहिँ फ्यामिलीले पनि जस्तै सानो कुरा केही भनिदिनु भयो भने चाहिँ आफूलाई नराम्रो लाग्थ्यो। त्यो चाहिँ मेरो फ्यामिलीले कहिले भनिदिनु भएन। जस्तै मार्क्स आफ्नो नबढ्दाखेरि मार्क्स किन बढेन जस्तो क्वेसन आउँदा पनि आफूलाई चाहिँ अरूको बढ्छ तेरो किन बढेन भन्दा पनि आफू निकै डिमोटिभेट भइन्थ्यो। त्यो क्वेसन चाहिँ मैले मेरो फ्यामिलीबाट कहिले सुन्नु परेन। त्यो भएकोले पनि मेरो त्यो भएर मलाई त्यो डिमोटिभेट भन्ने कहिले फिल हुन्थ्यो। तर पनि फ्यामिलीले सधैँ मोटिभेट गरिराख्नुहुन्थ्यो, केही हुँदैन निस्किन्छ पढ्दै गर, निस्केन भने केही हुँदैन। एमबीबीएस निस्केन भने बीडीएस छँदैछ, बीडीएस भएन भने बीपीएच छँदैछ, बीपीएच पनि निक्लेन भने केही अरू अप्सन्स भइहाल्छ भनेर चाहिँ उहाँहरूले भन्नुहुन्थ्यो। साथीहरूले पनि निकै हौसला दिने गर्थे। साथी मेल फ्रेन्ड्सहरू भयो, फिमेल फ्रेन्डहरूको पनि साथ छ, सबैको एकमुष्ट साथ छ। सबैको चाहिँ मोटिभेसन र प्रेरणा भनौँ न, मोटिभेसनले नै म यहाँसम्म पुगेको। डिस्ट्र्याक्सन पनि भयो होला, डिस्ट्र्याक्सनलाई कसरी ह्यान्डल गर्नुहुन्छ? के तपाईँको लाइफमा त्यस्तो कुराहरू थियो जसले तपाईँलाई डिस्ट्र्याक्ट गर्थ्यो बेला बेलामा, त्यस्तो केही थिएन? अरू मान्छेलाई जुन कुराले डिस्ट्र्याक्ट गर्छ म चाहिँ त्यही कुरालाई चाहिँ मोटिभेसनको रूपमा लिन्थेँ। अरू जुन कुराले डिस्ट्र्याक्ट हुन्छन् त्यो कुराले म डिस्ट्र्याक्ट हुँदै भइन। अफेयर्सहरूले डिस्ट्र्याक्ट भइएला, फोनले डिस्ट्र्याक्ट भइएला, हो त्यो कुराले म डिस्ट्र्याक्ट भइन। कुरा गर्नुपर्ने मान्छेहरूसँग, साथीहरूसँग, हरेक मान्छेसँग म कुरा गर्थेँ। घर परिवारसँगदेखि लिएर चाहिँ आफ्नो क्लोज मान्छेहरूसँग, फ्रेन्ड्सहरूसँग, सबैसँग म कुरा गर्थेँ। एउटा टाइम हुन्थ्यो। तर म पढ्ने बेलामा चाहिँ पढ्न बसेपछि चाहिँ मेरो हातमा फोन हुँदैन थियो। यदि मलाई फोन चलाउन मन लागिहाल्यो भने गाना सुन्थेँ। गाना सुन्ने बित्तिकै फेरि मोटिभेसन आउँथ्यो, फेरि मोटिभेट भएर फेरि पढ्न बस्थेँ। डिस्ट्र्याक्सन भन्ने कुरो खासै भएन। स्टडी बाहेक तपाईँलाई के गर्न मनपर्छ? कुन फिल्ड या कुनै कुरा हुन्छ नि मान्छेले? स्टडी बाहेक भनेको त गाना सुन्न भयो। त्यो त लगभग
इन्टरनेसनल नै होला, सबैलाई गाना सुन्न मनपर्छ। त्यो बाहेक म फ्रस्ट्रेटेड भएको बेला चाहिँ इन्स्ट्रुमेन्ट्सहरू बजाउने गर्छु, मादल बजाउने गर्छु, यस्तो कहिलेकाहीँ हार्मोनियमहरू भयो। त्यही हो। अब खासै यस्तो फुटबल क्रिकेटतिर चाहिँ खासै रुचि मेरो छैन। हेर्न रमाइलो लाग्छ, खेल्न खासै खेलिँदैन। अहिले एमबिबिएसको फर्स्ट इयरमा पढ्दै हुनुहुन्छ तपाईँ। हजुर। अहिलेको रुटिन के छ? अहिले कति घन्टा पढ्नुहुन्छ? अहिले अब म्याक्सिमम टाइम कलेजमै जान्छ। हजुर। 9 to 5 हाम्रो कलेज टाइम छ। हजुर। बिहान म चाहिँ बिहान पढ्ने भन्दा राति पढ्न अलिक रुचाउँछु। बिहान म पढ्दिनँ, ढिलै उठ्छु। अनि बिहान यस्तै 8 बजेतिर, 8 होइन 7 बजेतिर उठ्छु। 7 बजे उठेर फ्रेस हुँदा ओर्दा बात गर्दा ओर्दा चाहिँ लगभग टाइम भइहाल्छ कलेज निस्किने। कलेज जान्छु। कलेजमा 1 to 2 लन्च ब्रेक हुन्छ। बिहानै केही खाएर आएको हुन्छ थोरै लाइट, अनि कलेजमा लन्च भयो। अनि त्यसपछि प्र्याक्टिकल हुन्छ। प्र्याक्टिकल पछि लगभग 5 बजेतिर घर आइपुगिन्छ। त्यसपछि कहिलेकाहीँ आफै बनाउँछु खाना, कहिलेकाहीँ होटलतिरै गएर खान्छु। अनि बेलुका पढ्छु म राति। अहिले तपाईँ रुम लिएर बस्दै हुन्छ कि फ्यामिलीसँग बस्छ? अहिले म रुम लिएर बसेको छु। फ्यामिली चाहिँ उतै तपाईँको? फ्यामिली मेरो घर चाहिँ सुन्दरहरी छ, 5 बलिया भन्ने ठाउँमा छ। हजुर। इटरीदेखि थोरै पूर्व, बुढी खोला कटेपछि त्यो ठाउँ आउँछ। त्यहाँबाट चाहिँ अलिकति धाउन अलिकति समस्या पर्ने भएकोले प्यारेन्ट्स चाहिँ वहीँ बस्दै हुन्छ? प्यारेन्ट्स वहीँ हुनुहुन्छ। ओके। यहाँ चाहिँ एमबिबिएस स्टुडेन्टलाई होस्टेल हुँदैन कि? होइन, एमबिबिएस स्टुडेन्टलाई होस्टेल हुन्छ, तर पेइङको लागि कम्पलसरी हुन्छ। स्कलरसिपको लागि चाहिँ बाहिर बस्ने अप्सन हामीसँग हुन्छ। बाहिर बस्दा केही इफेक्टिभ हुन्छ कि भन्ने हिसाबले म चाहिँ बाहिर बसेको। ओके। तपाईँले आफ्नो फ्यामिलीको धेरैचोटि कुराहरू निकाल्नु पनि भयो, भन्नु पनि भयो। सो फ्यामिलीको एउटा विद्यार्थी जो चाहिँ फेजमा हुन्छ प्रिपरेसनको, या कुनै एउटा त्यस्तो पोजिसनमा हुन्छ जहाँ चाहिँ ऊ चाहिँ स्ट्रगल गरिरहेको छ भने, त्यति बेला एउटा फ्यामिलीको जुन सपोर्ट हुन्छ त्यो कतिको इम्पोर्टेन्ट हुन्छ, र तपाईँको लागि तपाईँको फ्यामिली कतिको त्यो फेजमा इम्पोर्टेन्ट हुनुभयो? अब फ्यामिलीको रोल चाहिँ मलाई लाग्छ 2/3 नै हुन्छ टोटलमा। किनभने फ्यामिलीको सपोर्ट बिना यहाँ आइपुग्न एकदम गाह्रो थियो मलाई पनि। उहाँहरूको सपोर्टले नि म यहाँ आइपुगेको हो। मेरो परिवारमा चाहिँ मेरो बाबा हुनुहुन्छ, मामु हुनुहुन्छ, र म एक्लै। मेरो सिब्लिङ्सहरू कोही पनि हुनुहुन्न, म सिङ्गल चाइल्ड हो। मेरो बाबा चाहिँ नेपाल पुलिसमा जब गर्नुहुन्छ, नेपाली प्रहरी हल्दार हुनुहुन्छ उहाँ चाहिँ। नोबेल हस्पिटलमा कार्यरत हुनुहुन्छ। उहाँ पनि हस्पिटल लाइनमै निकै 15-16 वर्ष उहाँ चाहिँ हस्पिटल लाइनमै बसिसक्नुभयो एज अ पुलिस नै। त्यो भएकोले पनि म चाहिँ कता कता डाइभर्ट भएको हो कि जस्तो पनि लाग्छ यो फिल्डतिर। उहाँहरूले मलाई निरन्तर साथ सपोर्ट दिइराख्नु भयो। पढ्न जाँगर नचल्दा के भयो, किन नपढेकोदेखि लिएर चाहिँ नपढ्न त आज, पढ्दा पनि धेर नपढ जस्तो कुराहरूले चाहिँ मलाई निकै हौसला दिन्थ्यो। अरू गार्जेन्सहरूले चाहिँ प्रेसर दिँदै गर्दा चाहिँ पढ जबरजस्ती यो गर्नै पर्छ भन्दै गर्दा चाहिँ मेरो फ्यामिलीबाट मलाई प्रेसर थिएन। त्यो भएर चाहिँ म चाहिँ फ्रिली भएर पढ्न पाएँ। र मेरो फ्यामिलीमा चाहिँ पढ्नु भएको भनेको मेरो काका हुनुहुन्छ। उहाँले चाहिँ ब्याचलर्स गर्नुभएको छ। उहाँ बाहेक त्यसपछिको मै हो ब्याचलर्स गर्ने। र एज अ म चाहिँ मेरो बाबा चाहिँ जेठो छोरा हो। त्यो भएकोले जेठो छोराको छोरा भएर पनि मैले मेरो भाइ बहिनीहरूलाई चाहिँ राम्रो रुटमा लागेर गाइड दिन सक्छु या सक्दिनँ भन्ने मलाई पहिल्यै थियो, र त्यो लाइनमा म लागेँ। यसमा पनि म गर्व गर्छु। ओके। अब हामी अन्तिमतिर आइसकेको छौँ। तपाईँ जाँदा जाँदै जो स्टुडेन्टहरू अहिले प्रिपरेसन फेजमा हुनुहुन्छ या 11-12मा हुनुहुन्छ, जसको भोलि पर्सि आफ्नो करियर एज अ डक्टर नै देखिरहनु भएको छ, उहाँहरूलाई तपाईँ के टिप्स दिन चाहनुहुन्छ आफ्नो तर्फबाट? मेरो तर्फबाट मैले भन्ने सुरुमा भनेको चाहिँ 24 घन्टा घोटिएर पढ्ने पनि होइन।
रमाइलो पनि गर्नुपर्छ, पढ्नु पनि पर्छ, सुत्नु पनि पर्छ। र मुख्य कुरा म के भन्न चाहन्छु भने अब एक्जाम दिने भाइ बहिनीहरूलाई चाहिँ कम्पेयर अरूसँग होइन आफूसँग गर्नुपर्छ। मैले आजको मसँग हिजोको मसँग कम्पेयर गर्नुपर्छ। म हिजो कहाँ थिएँ र आज कहाँ छु, म हिजोभन्दा आज अगाडि बढेँ कि बढिनँ, त्यो कुराले चाहिँ आफूलाई अगाडि बढ्न निकै हेल्प पुऱ्याउँछ। धेरै विद्यार्थीहरूले चाहिँ के गर्छन् भने के गर्नुहुन्छ भने उहाँहरूले चाहिँ अब अरूसँग कम्पेयर गर्ने, त्यसको मार्क्स बढिरहेछ मेरो किन बढिरहेको छैन भनेर आफै तनाव लिने। त्यो होइन, बिस्तारै बिस्तारै ग्रेजुअली मार्क्सहरू इन्क्रिज हुन्छ, प्रोग्रेस हुँदै जान्छ। तर कम्पेयर भनेको चाहिँ आफूले आफूसँग गर्नु पर्यो। म हिजो कहाँ थिएँ र आज कहाँ छु भन्ने चाहिँ हुनु पर्यो र सेल्फ रियलाइजेसन हुनु पर्यो। कुनै कुरामा चाहिँ आफ्नो गल्ती भइरहेको छ भने म कहाँ गल्ती छु, मैले कहाँ सुधार्नुपर्छ भनेर चाहिँ लाग्नु पर्यो। त्यही हो, अब +2 को बुक्सहरू +2 हुँदा पढ्ने, बेसिकहरू क्लियर गर्ने, त्यस पछाडि चाहिँ अरू बुक्सहरूमा जम्प हुने, क्वेसन्सहरू सिलेबसमै बेस्ड भएर आउँछ। बेस्ट विशेष भन्न चाहन्छु। अहिले तपाईँ फर्स्ट इयरमा हुनुहुन्छ, एउटा सर्टेन टाइम पछि अभियसली एमबिबिएस तपाईँको क्लियर हुन्छ। अहिले पढ्दै जाँदा एमबिबिएस तपाईँ मास्टर्स चाहिँ सर्जनतिर जाने कि इन्टरनल मेडिसिनतिर तपाईँको रुचि चाहिँ कहाँ भइरहेछ, या भोलि पर्सि के को स्पेसियलिस्ट भन्ने कुराहरू अहिले आउँछ कि आउँदैन? हुन त एउटा लामो समय छ। हजुर, समय छ। अब म यही बन्छु भन्ने चाहिँ हुँदैन। एउटा छ इच्छा, मलाई मास्टर्स चाहिँ ओन्कोलोजीमा गर्न मन छ, इच्छा छ। तर त्यो इच्छा मात्र भएर नहुने रहेछ। अब त्यो कता फ्लोले कता लान्छ। 11मा इन्जिनियरिङ पढ्छु भनेर छिरेको मान्छे 12 पछि एमबिबिएसमा जोइन हुन्छ भने अब यो पछाडिको पनि म भन्न चाहिँ सक्दिनँ। र पनि आफ्नो रुचिको कुरा गर्ने हो भने अहिले चाहिँ मलाई ओन्कोलोजीमा मास्टर्स गर्न मन छ, एमडी। नेपालको अहिलेको सिनारी हेर्ने हो भने त अहिलेको जुन सरकार भनौँ धेरै होप छ मान्छेहरूलाई। एज अ एमबिबिएस स्टुडेन्ट आफ्नो करियर र आफ्नो भविष्य तपाईँ कस्तो देख्नुहुन्छ नेपालमा अबको आउने 3-4 वर्षमा, या अहिलेको जो डक्टर्सहरू छ, अब यही फिल्डमा भएपछि त तपाईँहरूलाई धेरै थाहा हुन्छ डक्टर्सहरूको बारेमा, उहाँहरू कसरी काम गरिरहनु भएको छ, उहाँहरूको पोजिसन के छ, फाइनेन्सियली कुन ठाउँमा हुनुहुन्छ। अब नयाँ आश जागेको छ, देशले नयाँ प्रधानमन्त्री, नयाँ युवा पाएको छ। त्यो भएको हुँदा देशमा केही परिवर्तन हुन्छ, हरेक क्षेत्रमा चाहिँ पारदर्शिता हुन्छ भन्ने मलाई लाग्छ। हरेक कुरामा अहिले त तपाईँको यहाँको सिनारियो हेर्दाखेरि टिचर्स आन्दोलनमा, डक्टर्स आन्दोलनमा यो सिनारियोले चाहिँ धेरै इम्प्याक्ट गर्छ पछि भन्ने लाग्थ्यो। तर अहिले सरकार चेन्ज भएको छ। यो भएको हुँदा अब केही चेन्जेसहरू होला, राम्रो होला भन्ने छ। मेरो हिसाबमा पनि म चाहिँ बाहिरै जान्छु भन्ने सोच बनाएको मैले अहिलेसम्म पनि छैन। इनकेस गएँ भने पनि मैले मेरो पोस्ट ग्रेजुएसनको लागि जान सक्छु, त्यो पछि पनि म देशै फर्किन्छु भन्ने छ। अब त्यो के हुँदै जान्छ हेरौँ। अब मलाई बस्ने चाहिँ देशमै इच्छा छ, राम्रो होला जे होला देशमै गर्छु भन्ने छ। ओके, धेरै धेरै धन्यवाद, तपाईँले आफ्नो यति इम्पोर्टेन्ट समय दिनुभयो र आउने स्टुडेन्टहरूको लागि तपाईँले आफ्नो एक्सपिरियन्सहरू यहाँ सेयर गर्नुभएको छ। मलाई आशा छ जो कोही पनि यो इन्टरभ्यू हेर्दै हुनुहुन्छ, यो पोडकास्ट हेर्दै हुन्छ, उहाँले केही न केही बेनिफिट चाहिँ हुनेछ। तपाईँलाई अन्त्यमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँको यो एमबिबिएसको जर्नी र भोलि पर्सि तपाईँ जुन फिल्डमा पनि जानुहुन्छ त्यसको लागि धेरै धेरै बधाई छ। तपाईँले मेहनत गर्दै जानु होला, आफ्नो आमा बुवाको सर यसरी नै खडा होस् र सबै आमा बुवा प्यारेन्ट्सले तपाईँ जस्तो छोरा पाओस्। हुन्छ, थ्याङ्क यू। हजुरहरूलाई पनि यो पोडकास्टमा मलाई इन्भाइट गर्नुभएकोमा चाहिँ थ्याङ्क यू भन्न चाहन्छु र सबै भ्युवर्सहरूलाई पनि नमस्कार। थ्याङ्क यू। थ्याङ्क यू।